यति हिँड्दैमा सास फेर्छ है मेरो हट बुढेसकाल लानु थालेँ क्या मलाई के भाउ लाग्छ गराउँछ त म चाहिँ ऊ गरेर साथीभाइहरू अर्को दिन अर्को ब्लग हेत्तेरिका सधैँ चाहिँ आज पनि म फेरि ढिला छु र आज पनि अब आज तर अर्कै मान्छे हुन्छ हरेक दिन नयाँ नयाँ मान्छे बेलुका सिफा भएर म त बाँच्ने म भन्दैछु ल साथीभाइहरू अब एकैचोटि काममा गएपछि भेटौँला केटाहरू काम सकिएर नि अझ बाहिर तातो पानीमा नुहाउनु आएको छु तातो पानीमा एकदम कडा मजा आउँछ तातो पानीमा ढाँड साड देखेको सब एकैचोटि निकाल्नु त अहिले उडी लगाउँ नाका घाउ जस्तो नाका काटेछ म्यान त्यही भनेको नाक चलेर छ लास्टै बत 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 गरेर वालेट त रोजीमै राखौँ चल्दिउँ तातो पानीतिर खै त अनुमति सब चेक गर्नुपर्छ बस ल अब तातो पानीमा नुहाउन जाउँ फेरि तातो पानी जाने बाटो कडा छ क्या यहाँ चाहिँ पुरै खोलै तातो पानीको खोलामै पुरो तातो पानी आउँछ यहाँ अब गएर टक्क नुहायो भने जिउ देखेको सब एकैचोटि निको हुन्छ सर्लक्क केही खानै पर्दैन कस्तो सोच्दै केही लगाउनु पर्दैन सर्लक्क एकैचोटिमा आनन्दले जिउ सिउ सब ठिक हुन्छ अहिले के हो म हिजो अस्ति नै आउनु थिएँ यहाँ फेरि हिजो अस्ति अलिक मौसम ठिक थिएन क्या बाटो त फेरि कडा छ यहाँ पनि के हो 2-4 जना मान्छे छन् क्या न्युजिल्यान्ड आएर नि यस्तो बाटो हिँड्नुपर्छ के भन्ने यहाँको चाहिँ पानी नै तातो हो क्या पुरै यो खोलामा पुरै तातो भन्छ पुरै माछा साछा केही नै पाउँदैन फेरि यो खोला सामान जाने भनेर फेरि आउला यतै कराइरहनु त अनुमतिहरू त यार फेरि बाटो त यस्तो नराम्रो छ यिनीहरू यतै नुहाएर सब एकदम रहेछ खासै पौडी चाहिँ यस्तोमा खेल्थ्यो क्या उयो अगाडि पुरै तातो पानी हो सब तातो पानी हो जिउमा लागेको दम रोगा खोकी सब यसले निको पारिदिन्छ एकचोटिमा गयो भने सब निको भित्र तातो पानीमा छिर्न भएन सब निको हुन्छ यस्ता टक्क पौडी खेल्ने फेरि त्यहाँ भिडियो गर्नु त हुन्थ्यो कि तर फेरि सब मान्छे हुन्छ अहिले मान्छेको भिडियो गऱ्यो भने अलिक गाह्रो पर्छ यहाँ त्यही भएर त्यहाँ जान्छु अरे खाली भन्दा खाली खाली रहेछ त यार पानी त यहाँभित्र हो टक्क यहाँभित्र टक्क त्यहाँभित्र गएर स्वाक्क बस्नु पाए चाहिँ सल्लाक्क मजा आउँछ त्यहाँभित्र गएर त्यही हो क्या नहुने चाहिँ खासै तातो पानी हुनुपर्ने आज फेरि ठ्याक्कै मै आएको दिन मन तातो पानी छ त्यही क्या
खासै धेरै नुहाइएन, 20 मिनट जति नुहाइयो। 20 मिनट जति भयो। झन् गहिरोमा तातो होला भने यहाँ गहिरोमा झन् चिसो छ हेर मछलीहरू त। तर यहाँ चाहिँ अलिकति तातो छ, यो सानो एरियामा चाहिँ ढुङ्गा टट्याएर अलिकति तातो छ, नत्र सबै उनीहरू। तर यो पुरै खोलै तातो हुन्छ समरमा चाहिँ। समरमा चाहिँ आयो भने पुरै तातो छ यो पानी, मस्त तातो छ मस्त। ल तातो पानीमा पनि नुहाएर आयो आज। यतिकै जिउ नै अठमठल हुन थाल्यो त तातो पानीमा नुहाएर। यति हिँड्दैमा सास फेल्छ है मेरो, हट बुढेसकाल लानु थाल्यो क्या मलाई। यही हो तातो पानी खोला। यसमा झ्याप्प 20 मिनट बसेर आयो, जिउ आनन्द रिल्याक्स। पानी खासै तातो थिएन आज, कति भन्दा ठ्याक्क मन तातो पानी जति थियो। मन तातो जति नै भन्नु, मन तातो पानी जस्तो यस्तो पुरै तातो भयो मजा आउँछ झन्। मन तातो पानी भएर खासै मिठ मजा आयो। यसो अस्ति हालेको भिडियोमा हेरेको छैन त कमेन्ट, यसो कुरा गरौँ। कमेन्ट भनेको छैन, कमेन्टको रिप्लाई दिउँ भनेको छैन। कमेन्टमा केही पनि छैन, के बोल्ने हो र खै। कमेन्ट गर्नु पऱ्यो है सबैले। अब यसो म कमेन्टमा गफिदिन्छु। मेरो गाउँ घर झापा नभए नि, गाउँ झापा नभए नि, मामघर झापा नभए नि झापा जस्तो गफ चाहिँ अलिअलि हानिदिन्छु म नि। के भाउ लाग्छ गराउँछ त म चाहिँ गरेर। खै पागलहरू छ। यतिका चल्नु पऱ्यो घरतिर। अब फेरि घर जानलाई 1 घन्टाको ड्राइभ छ। 1 घन्टा होइन, कति हो 1 घन्टाको ड्राइभ हुन्छ। पानी खासै तातो छैन। नेक्स्ट टाइम आउँदा चाहिँ एकदम तातो पानीमा सर्लक्क नुहाउनु पायो भने त रमाइलो हुन्छ। ल आजको लागि यही बन्द गरौँ भ्लग। फेरि भोलि नयाँ भ्लगको साथ आउने बाचा त गर्दिनँ म, त्यही नै ट्राई गर्छु के हुन्छ हेरौँ। मुड चल्यो भने, किनकि भोलि मेरो सबभन्दा बिजी डे छ। भोलि म कति घन्टा हान्छु होला, बिहान 5 देखि बेलुका 11:30सम्म हान्छु होला भोलि। अब भोलि त हुने भयो, भोलि त गाडै फट्ने भयो भोलि त। के बाटो त फेरि यहाँको नि त न्युजिल्यान्डहरू नि यस्तो बाटो हुनु परिस्थिति होइन। ठिक त मैले यहाँ ट्याक्सी दिएको। ओके ल, अब भिडियोमा भेटौँ ल। यति मैले आजको लागि बन्द गर्छु म।